विभिन्न सामाजिक विकृति विसङ्गति भित्राएको र समाजको क्यान्सरको रूपमा रहेको मद्यपान, धुम्रपान र लागु औषध नियन्त्रणका लागि प्रदेश सरकार, सङ्घ सरकारसँगै विभिन्न सङ्घ संस्थाहरू लागि परेका छन्। विभिन्न सामाजिक अभियन्ताहरूले समेत यस प्रकारका विकृति विसङ्गति रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। सुदूरपश्चिम प्रदेश सरकारले लागु औषध नियन्त्रणका लागि विभिन्न सङ्घ संस्था र सुरक्षाकर्मीहरूको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले धुम्रपान, मद्यपान र लागु औषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्ने गरेको बताउनु भएको छ। हामीले सामाजिक विकास कार्यालयहरू मार्फत विद्यालयमा गएर विद्यालय शिक्षकहरू मार्फत शिक्षकहरूलाई भेला गरेर, गाउँका अगुवाहरूलाई भेला गरेर, स्वास्थ्य स्वयंसेविकाहरू जो स्वास्थ्य क्षेत्रकै एउटा अभिन्न अङ्ग हुनुहुन्छ, स्वास्थ्य स्वयंसेविकाहरू मार्फत हामीले यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिराखेका छौँ। विभिन्न सङ्घ संस्थाहरूको सहकार्यमा अन्तर्क्रिया, गोष्ठी, सेमिनार, वक्तृत्व कला प्रतियोगिता मार्फत जनचेतना अभिवृद्ध कार्यक्रमहरू हुँदै आइरहेका छन्। स्कुलका विद्यार्थीहरूसँगको वक्तृत्व कला प्रतियोगितासँगै अभिभावकहरूसँग अन्तर्क्रिया र स्वयंसेविका मार्फत पनि सचेतनामूलक कार्यक्रमहरू हुँदै आएका छन्। कञ्चनपुरमा आयोजना गरेको वक्तृत्व कला प्रतियोगिताका सहभागी विद्यार्थीहरूले धुम्रपान, मद्यपान र लागु औषधले शारीरिक नोक्सानीसँगै सामाजिक समस्या निम्त्याउने गरेको भन्दै यसको अन्त्यका लागि सबै सरकारवाला निकाय लाग्नुपर्ने बताउनु भएको छ। समाजसेवी भगवती थापाले ठुलाले गरेको सिको सानाले पनि गर्ने भन्दै चोक चौराहामा तास खेल्ने र दिउँसै ढल्ने गरी रक्सी पिउने बुजुर्गहरूले पहिले सचेत हुनुपर्ने बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रौढभन्दा पनि भर्खरका युवाको चिन्ता रहेको भन्दै भोलिका देशका कर्णधारलाई हामीले कसरी बचाउने भन्ने विषयमा सोच्नुपर्ने बताउनु भएको छ। धुम्रपान, मद्यपान र लागु औषधले समाजमा ठुलो विग्रह ल्याएको भन्दै यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने सामाजिक अभियन्ताहरूको भनाइ रहेको छ। रामसिंह टोर्ना, नेपाल टेलिभिजन, सुदूरपश्चिम प्रदेश।